सम्पूर्ण किसान दाजुभाइ दिदीबहिनीहरुमा म दिल्ली खतिवडा तर्फबाट नमस्कार। हामीले केही किसानहरुलाई चाहिँ मेजिक स्प्रे प्रयोग गर्नलाई दिएका थियौं र सिकाएका पनि थियौं र उहाँहरुले आफै प्रयोग गरेर हेरेको कुराहरु, उहाँहरुको अनुभव कुराहरु, किनभने हामी त ढुक्क छौं राम्रो हुन्छ भन्ने कुरामा हामी ढुक्क छौं, किनभने हामीले हजारौं ठाउँ मान्छेले ट्रायल गरेको कुराहरुलाई हामीले हेरिरहेका छौं र उहाँहरुलाई अब नयाँ मान्छे भएकोले गर्दाखेरि उहाँहरुले पहिला कस्तो हुन्थ्यो र पछाडी कस्तो हुन्थ्यो भयो यो मेजिक स्प्रे के गर्यो त भन्ने कुराहरु चाहिँ उहाँ किसानहरुकै आफ्नै मुखबाट तपाईहरुले सुन्न पाउनुहुनेछ। यो मेजिक स्प्रे ल्याएर मैले पहेलिएको बोट बिरुवालाई राम्रोसँग हाल्दिएँ, मजाले गरेँ। फलेको थिएन करेलाहरू, यो के अरे घिरौला फलेको थिएन। अहिले अत्याधिक फलेर अत्याधिक खान पाइएको छ। यो मेजिक स्प्रे चाहिँ बहुत राम्रो रहेछ। यसलाई स्प्रेलाई सबैले प्रयोग गर्नुहोस्। राम्रो छ यो चिज, राम्रोसँग चल्छ, राम्रो उत्पादन पनि दिन्छ, राम्रो काम पनि गर्छ। तपाईले नि अरु केमा हाल्नु भयो त? मैले यो घिरौलामा हालेँ, पहेलेर बोट गइसक्यो, घिरौला जागेर कस्तो कस्तो मजाले आयो। करेलामा हालेँ, करेला राम्रोसँग अहिले फल्न थाल्यो, मजाले उत्पादन दिइरहेको छ। करेलाको बिरुवा छ, एकदम लागेको छ। करेला कस्तो मजाले फलेका छन्। खानलाई सब्जी खानलाई किन्नु परेको छैन, राम्रो छ। यो मेजिक स्प्रेलाई चाहिँ सधैँ प्रयोग गर्नु होला। तपाईहरुको लागि भलो चिताउने मेजिक स्प्रे रहेछ।